वेलकम टू बीटीआई टिप्स यूट्यूब च्यानल। साथीहरु तपाईहरु अब 1 मिनेटमै पासपोर्ट साइजको फोटो माइक्रोसफ्ट अफिस वर्डमा डिजाइन गर्न सक्नुहुन्छ। यसको लागि म कन्ट्रोल एन गरेर नयाँ पेज लिइहाल्यो र त्यसपछि म आउनेछु यहाँ इन्सर्टमा आएर टेबलमा आउनुस् र यहाँबाट तपाई टेबल सिलेक्ट गरिहाल्नुस्। यसरी टेबल सिलेक्ट गरेर यहाँनिर क्लिक गरेर सिलेक्ट गर्नु होला र टेबल लेआउटमा आएर यहाँनिर तपाई दुईटैको साइज मिलाउनुस् 1.2। अर्कोमा फेरि यहाँनिर क्लिक गर्नुस् र यहाँनिर पनि सेम साइज राख्नुस् 1.2। यसरी इन्टर प्रेस गरिसकेपछि अब तपाई सिधै इन्सर्टमा आएर पिक्चरमा आएर यहाँबाट दिस डिभाइसमा क्लिक गर्नुस् र आफ्नो फोटोलाई सिलेक्ट गरेर इन्सर्ट गरिहाल्नुस्। फोटो ल्याइसकेपछि अब तपाईले यहाँनिर कर्नरमा यसरी क्लिक थिचेर शिफ्टको साथ तपाई यसलाई मिलाउनुस् र यहाँ टेबल लेआउटमा यो अप्सनलाई राख्नु होला। पुनः तपाई यसरी मिलाउँदाखेरि जब फेरि 1.2 र 1.2 देखाउँछ अनि त्यसपछि तपाई बल्ल यहाँनिर एकचोटी फोटोमाथि क्लिक गर्नुस् र यो अप्सनमाथि क्लिक गरेर इन फ्रन्ट अफ टेक्स्ट माथि यसरी क्लिक गरिदिनुस् र त्यसपछि यो कोठामा अट्ने बराबरको यसरी अटाउनुस्। फोटोलाई मिलाएर एडजस्ट गरेर फोटोलाई यसरी एडजस्ट गरिसकेपछि अब तपाई पुनः यहाँनिर फेरि सिलेक्ट माथि क्लिक गर्नुस्। यो पुरै कोठा सिलेक्ट हुनेछ। अब त्यसपछि तपाई यहाँबाट मेलिङको यो ट्याबमा क्लिक गर्नुस् र त्यसपछि स्टार्ट मेल मर्जमा क्लिक गर्नुस् र यहाँबाट लेबल्समा क्लिक गर्नुस् र त्यसपछि यहाँनिर आएर A1 मा सिलेक्ट गर्नु होला। A1 मा यसरी सिलेक्ट गरेर राखिसकेपछि A128171 यो अप्सनमा क्लिक गर्नुस् र त्यसपछि ओके गरिदिनुस् र फेरि ओके गर्नुस्। यसरी यो फोटो हाइड हुनेछ। कन्ट्रोल जेड प्रेस गर्नुस् किबोर्डमा र त्यसपछि यहाँनिर अपडेट लेबल्समा क्लिक गरिदिनु भयो भने यसरी तपाईको 1 मिनेटमा पासपोर्ट साइजको फोटो माइक्रोसफ्ट अफिस वर्डमा रेडी हुनेछ। साथीहरु यो भिडियो कस्तो लाग्यो? भिडियो मन पर्यो भिडियोलाई एक लाइक गर्न नभुल्नु होला।